रमाइलो भइरहेछ। रमाइलो त आफ्नो ठाउँमा छ, तर यो महोत्सवले मैले अहिले हेर्दै जाँदाखेरि यो महोत्सवको चाहिँ नि सबभन्दा महत्त्वपूर्ण उद्देश्य चाहिँ नि के हो भने मनोरञ्जनको साथसाथमा हाम्रो परम्परा संस्कृति, हाम्रो रीतिरिवाज, हाम्रो रहनसहनलाई चाहिँ नि यसले प्रतिनिधित्व गरेको छ। र यसलाई खाली प्रतिनिधि मात्रै नगरेर यो नै राष्ट्र विकास, समाज विकासको एउटा सशक्त स्रोत हुन सक्छ भन्ने कुराको अवगत गरेको छ। यो महोत्सवको प्राथमिकता नै त्यही हो र सबभन्दा खुसी मलाई त्यही नै लाग्यो, किनकि अहिले हाम्रो अत्यन्त नै जरुरी छ कि धेरै कुराहरू इभन विदेशीहरूले सिक्छन् कि हाम्रो जुन परम्परामा चलिआएको कुराहरू थियो त्यो चाहिँ नि साँच्चै नै हाम्रो लागि लाभदायक थियो। त्यसमा सबभन्दा प्रमुख त हाम्रो खानपिन नै रहन्छ। हाम्रो पुस्तौँदेखि हाम्रो बाउ बाजेबराजुहरूले जे खानपिन गर्दै आउनुभएको थियो त्यसैमा चाहिँ नि हाम्रो जीवनमा चाहिँ नि त्यसले पौष्टिकता दिन्छ। हाम्रो जीवनमा चाहिने विभिन्न किसिमको चाहिने आहार त्यसैले परिपूर्ति गरेको हुन्छ। त हाम्रो समाज अहिले त्यसलाई पछाडि जान अत्यन्त नै जरुरी छ।